RI Reserve Inspector of Police Sri Sumit Sarkarज्यूले पहिलो पंक्तिमा हुनुहुन्छ डिस्ट्रिक्ट आर्म पुलिस पूर्ण परेडका टोलीलाई निरीक्षण साथै अगुवाई गरिरहनु भएको छ। RI Reserve Inspector of Police Sri Sumit Sarkarज्यूले सम्पूर्ण ब्यान्डका टोलीहरू राष्ट्रिय ध्वज अघि बढिरहनु भएको छ भने पहिलो पंक्तिमा हुनुहुन्छ डिस्ट्रिक्ट आर्म पुलिस र उहाँहरूलाई अगुवाई गरिरहनु भएको छ सब इन्सपेक्टर दीपकर उसेलले राष्ट्रिय ध्वजलाई सलामी दिइरहनु भएको छ डिस्ट्रिक्ट आर्म पुलिस र उसै गरी दोस्रो पंक्तिमा हुनुहुन्छ लेडी कन्स्टेबल कन्टिन्जेन्ट र उहाँलाई अगुवाई गरिरहनु भएको छ सब इन्सपेक्टर योगेश सुब्बाज्यूले उहाँहरूले राष्ट्रिय ध्वजलाई सलामी दिइरहनु भएको छ। उसै गरी होमगार्ड कन्टिन्जेन्ट अघि बढिरहनु भएको छ राष्ट्रिय ध्वजलाई सलामी दिन र अगुवाई गरिरहनु भएको छ सब इन्सपेक्टर अमर सिंह राईज्यूले। सिभिक एक्साइज डिपार्टमेन्ट राष्ट्रिय ध्वजलाई सलामी दिन अघि बढिरहनु भएको छ र उहाँहरूलाई अगुवाई गरिरहनु भएको छ शिवानी लामा। एक्साइज डिपार्टमेन्ट अघि बढिरहनु भएको छ राष्ट्रिय ध्वजलाई र उसै गरी सिभिल डिफेन्स अघि बढिरहनु भएको छ राष्ट्रिय ध्वजलाई सलामी दिन र उहाँलाई अगुवाई गरिरहनु भएको छ जितेन गुरुङज्यूले। उसै गरी एनसीसी एसडब्ल्युएस अघि बढिरहनु भएको छ र उहाँहरूको टोलीलाई अगुवाई गरिरहनु भएको छ अनुष्का थापाज्यूले। राष्ट्रिय ध्वजलाई सलामी दिने क्रममा अब भने एनसीसी एसटीएस अघि बढिरहनु भएको छ र उहाँलाई अगुवाई गरिरहनु भएको छ वाङदेन तामाङज्यूले। यति बेला एनसीसी एसटीएस अघि बढेर राष्ट्रिय ध्वजलाई सलामी दिइसक्नु भएको छ र उहाँहरूलाई अगुवाई गरिरहनु भएको थियो वाङदेन तामाङज्यूले। उसै गरी पुलिस फायर ब्यान्ड अघि बढिरहनु भएको छ राष्ट्रिय ध्वजलाई सलामी दिन। यति बेला उहाँहरू टोली राष्ट्रिय ध्वजलाई सलामी दिन अघि लम्किरहनु भएको छ र पुलिस फायर ब्यान्डलाई अगुवाई गरिरहनु भएको छ एएसआई अनिल खनालज्यूले। राष्ट्रिय ध्वजलाई सलामी दिने क्रममा यति बेला उहाँहरूलाई अगुवाई गर्नुभएको थियो एएसआई अनिल खनालज्यूले। अब राष्ट्रिय